वेलकम टु माई न्यू ब्लग भैरवीको पार्ट 2 तर अर्कै मान्छेसँग छ त अर्कै हालो दिन्छ अस्तिको ब्लग चाहिँ झलाएर एडिट गर्ने झलाएर मैले छोड्दै थियो अनि आज चाहिँ योसँग आएको थियो अनि तेह्र अब हामी योसँग हामी भैरवी आएको थियो तेह्र अब गुप्तेश्वर जान्छौँ हामी यत्रो बाँकी छ हामी खाजा खाएन माथि पसल बन्द रहेछ अब हामी खाजा खान जान्छौँ अहिले बाटोमा राम्रो अहिले चाहिँ हामी खाजा सब खाएको छौँ अब हामी जाँदैछौँ चट्ट लाएर ठ्याक्क मुनि जाँदैछौँ अब हामी अनि यो को भने मेरो मामाको छोरी सोल्टिने हुन त तर म बहिनी भन्छु भर्खर यो डायलग उता भनेको थियो चट्ट लाएर त्यो के अरे त्यो कस्तो भने टाइम ल्याप्स भएछ त्यही भएर फेरिबाट बनाउँदैछ है म ल अब फेरि एकछिनमा अब हामी पनि खाजा चाहिँ किनेछौँ कि त केही घटेन भने त्यही देखाउँछ है तपाईँहरूलाई ल अब एकछिन फेरिबाट भन्दा फेरिबाट भन्नु भर्खर के भने फेरिबाट भन्नु भर्खर यो उकालो म घोडाले जसरी दौडिन्छु कि अहिले यो उकालो होइन अनि यो त मैले अहिले के होइन यहाँ हुन्छ होइन म अहिले उहाँ बेला यस्तै छ यो मान्छे चट्ट लाएर अहिले हामी चाहिँ पुरानो धादिङको ठ्याक्क हल्का माथि आइपुग्यो पुग्यो भने नि हामी पुरानो धादिङ अब खाजा किनेछौँ अब एकछिन है फेरि हामी खाजा सबै किनिसकेका छौँ अनि हामी यो दुईवटा कोक अनि यो यति किनेका छौँ यतिले पुग्छ होला हामी अब भरि माथि नै खाँदै अब उता पनि खान्छौँ के किने यसले किन्छ थरी यसले चोरा थियो अघि यो मान्छे फुलमा हालेर चोरेको हो र टिपेको हो या साइज यही बिर्सा छैन ल अब फेरि मुखै ढाक्दैछ हौ च्याट्ट बिउ गएर फेरि एकछिनमा अहिले चाहिँ हामी ठ्याक्क हाम्रो डेस्टिनेसन ठ्याक्क अपोजिटपट्टि छौँ डेस्टिनेसन हामी चाहिँ यहाँ दुईजना चट्ट लाएर ल एकछिन ल भिडियोको मजा दिनुहोस् है भिउ हेर्नुहोस् भर्खरै हामीले लेज खायो अब अरूहरू चाहिँ उता खान्छौँ त्यसले यो खान्छ हाल त्यस्तो छ चट्ट लाएर अब हामी एकछिन रेस्ट गर्छौँ त्यसपछि उता अहिले किचनमा छिर्नेछ होला त्यहाँ मान्छे धेरै भएछ त्यही भएर अहिले हामी त्यो मान्छेहरू धेरै जस्तो बेसी अहिले हामी जान्छौँ एकैछिनमा एकछिन मतलब कि अहिले कति बजी अहिले चाहिँ त्यो मान्छेहरू जाला जस्तो लागेन त्यही भएर हामी दुइटै हामी दुइटै अब यहीँ खाएर तिनीहरू गयो भने जान्छौँ गएन भने हामी जान्छौँ जसरी पनि जान्छौँ अब एकछिनमा फेरि ल खाजा खान्छौँ अब त्यसपछि हामी गयो भने गयो नभए त हेरि गयो ल अहिले चाहिँ हामी ठ्याक्क त्यो गुप्तेश्वरी आइपुगिसकेको छौँ गुप्तेश्वरी चाहिँ राखेन हामी उयो कहाँ हुन्छ त्यो उता मान्छे लोद रहेछ त्यही भएर हामी त्यहाँ गाएनौँ अघि चाहिँ हामी बरु उता थियौँ अनि यत्रो घुमेर अनि चट्ट लाएर अहिले हामी 14 छौँ भरे हामी फोटोसोटो खिचेको छौँ अब त्यहाँ गएर एकैछिन हामी भ्यू देखाउँछौँ त्यसपछि सिधै आधी बाटो होला त्यसपछि भ्लग एन्ड हुन्छ हाम्रो खासै लामो त हुँदैन तर त्यो के अरे अस्तिको भ्लगको आधी पार्ट हो यो आधी पार्ट तर अर्कै मान्छेसँग किनकि तिनीहरूसँग भ्लग त्यो डिलिट भयो 1-2वटा मात्रै बाँकी छ त्यही भएर त्यो एउटा त्यो गुफाभित्र गएको छ त्यो चाहिँ म बरु मिक्स हालिदिन्छु यही भ्लगमा त्यही हो ल अहिले के भन्छ मलाई ल टाटा
ल है केटा अहिले चाहिँ हामी अब त्यो के अरे चमेरो गुफा चमेरो गुफा नभनौँ गुफाभित्र चाहिँ आइपुग्यो ल अब हामी जानेछौँ धेरै जस्तोले यहाँ माथि आएर मुन्ना होला अब हामी जाँदैछौँ है ल ओ के हो तार छ त मान्छे चमेरो गरेर ओले थपाउनु बत्ती कहाँ गयो कहाँ बत्ती अहिले यहाँ स्विच पड्यो नि त झगु ल तेरो बत्ती बाल त सबैको बत्ती बाल नडराइकन है ल ल आफै चमेरो देखेर भिडियो गर्ने मान्छे मसँग हो के ल ल ल आज व्यस्त ल है केटा हो ओहो तारमा चाहिँ नछौ है केटा हो तारमा नछौ भिडियो गर्ने मान्छे कस्तो शीतल भयो शीतल होइन थङ्गले मा कस्तो एसीमा जस्तो भएको यार ओहो ओइ चमेरो माछ कन माथि धेरै धेरै नगर हो केटा उही माथि चुप माछ हग्यो नि त्यसले के हुन्छ हग्यो नि जम्मा मनुमे माथि यता बोल न चुमा मनुमे चुमा हेर्नु सक्नुहुन्छ चिन्ज्याको ल त्यो चुमा मनुमे लग्यो ल है बरु इ ओइ छिनीहरु तलबाट पाखेहरूको कमी छैन नि नेपालमा बत्ती बत्ती टल्किया देखिरहेको छु त्यहाँ म कति ठाउँमा गए अँ बा जाऊँ ल इ हेर्नु सक्छ है केटाकेटी ल है दुईजना चट्टा है चट्टा सब देखा सब कुना सब बत्ती निकालिसकेको छ किन हो थाहा छैन हामीलाई जाऊँ ओइ कलेज छैन या ओइ लकको लागि चुमा मनुमे चोक्ता बनामा ए यहाँ हेर त चुचु छ केटा हो त्यो फिराउनु ब्याङ मनुमे चुमा चुमा ऊ चमेरोको बच्चा चुया मनु यो चमेरोको बच्चा हामीलाई अहिले यहाँ उडाइदिन्छ हुन्छ एउटा बला है केटा हो यो बाटै हेरेछ केटा हो लकको लागि यस्तो हामीले ढलाउनु सुनेको थिएँ मैले ल दम 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 ह्याम्मै छिर्दिन्छु लुक्की लुक पछाडि आइज न थाङ्गाजी तुवा सानो हो गुफा हिँड्ने छिर्छ भने छिर्छ छिर्छ फोर हुन्छ भने लुगे अनि लुगे फोर हुन्छ हिँड्ने हिँड्ने बिस्तारै केटा छिर्नै पर्छ क्या जसरी होइन अनुग्रह आइसकेपछि त छिर्दै जाने चुमा मनुमे चुमा देखा त कति देख्नु म जुत्ताले चिप्लिरहेको मस्त चिप्लिँदै जान्छ भने तेरो चप्पलमा मजाले चिप्लिरहेको छु हिलो हगि ल ओइ पानी रहेछ त छ्या त्यो कुनै मनु दा कुनै चाको माछी कुनै मनु माछी तारा आइज माथि जाउँ आइज बिस कुनै मनु दा यार 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 लो चुचो रहेछ केटा यार यार म जान्छु आया ल म ल ल ल मेरो त सर्ट होइन मलाई बाल फेरि मात्रै हिँड्नु तर चाहिँ माथि उठ्छ भाइ रोग यसरी जाउँ न जाउँ कहाँ हान्नु छोटो छोटो म जान्छु मेरो मोबाइल जाला है चिप्लिन्छ त चिप्लिन्छ गान्दै डिजाइन त ए1 छ है कति वर्ष पुरानो ल है केटा दिमाग लाग्यो केटा हिलो म त माथि उठ जान्छु तिम्रो चाहिँ ल त मोली गयो खै मेरो ओइ नागे राम्रो आइज म भिडियो बनाइदिन्छु ओइ मेरो सर्ट अनुग्रह मले म भिडियो बनाइदिन्छु बाहिर निक्लिरहेको ल रोक एकछिन एकछिन मले त एउटा मले न अनुग्रह रोक न माथि गयो केटा सुन न दिपक निक्लिँदै पहिला जहाँ ठागाला हामी मैले चाहिँ निक्लिन सक्नु जस्तो लाग्यो एकचोटिमै अब त्यो त हेर्नु सेतो सर्ट फेरि माया फोर हुन्छ नि त मेरो सर्ट होइन मेरो त भाले जाग बस ल ल केटा आऊ है आऊ त केटा आऊ लामो हिँड्दो लाग्यो कहाँबाट आउने त यहीँबाट आउने होला नि अल्ला कहिले म ला त ल आइज तेरी भाचनी ओइ रड्डी ल मजा गयो पहिल्यै गएको मजा किनहरु चाहिँ कहाँ गाने पखाइ हालत गएनमा हालत हेर्नुहोस् इस यहाँ 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 जुत्ताहरू यस्तो ल यहाँ चाहिँ यस्तो छ है फर्केर क्या ल केटा हो ल गुफा देखायो यहाँनिर चाहिँ निक्लिने ठाउँ चाहिँ ल म भ्यू देखाउँछु फेरि भ्यू देखाउने अरे फेरि ल देखाएँ नदेखा मलाई भित्र चाहिँ खतरा थियो ल ल केटा अब सिधै हामी माथि भेट्नेछौँ है कि तिनीहरूले भेटेपछि थाहा छैन जुन हामी बनाउन सक्छौँ ल बाई छुमा नाच्यो नाच्यो पुतली नाच्यो
खै ल खै लाउन नि उल्टोपट्टि फेरि एउटा बनाउने डान्स फ्रम धादिङे पाडा अहिले चाहिँ हामी ठ्याक्क माथिपट्टि आइपुगिसकेका छौँ अब हामी यहाँ एकैछिन खेलेर घाम टल्किरहेको होला त्यही हामीलाई बाल छैन अब एकैछिन यहाँ खेलेर अब हामी जानेछौँ अनि आजको लागि यति मात्र हो भिडियो सर्ट हुनसक्छ होला किनकि खासै बाटो हिँड्न त हिँड्यो लो तर धेरै मैले बनाएन यसको फर्स्ट टाइम थियो कस्तो भयो तेरो एकदम रमाइलो खुट्टा अहिले दुखिरहेको आज हामी ठ्याक्क शनिबार आएका छौँ अनि भोलि हाम्रो स्कुल छ म चाहिँ जान्छु किनकि मेरो घरको नजिकै छ त्यो यसको एकदम टाढा छ साह्रै गाह्रो हुन्छ आज साइक्लिङ जानु सक्थ्यो हिजो साइकल सोध्न गएको साइकल नरहेछ त्यही भएर यो गुप्तेश्वरी भैरवी आउने भन्दा म चट्ट लाएर लिएर आइदिएको साह्रै राम्रो मान्छे ओह ल द्याट्स फर टुडे बाई बाई ल हाल लगाइदे बाई भन बाई ल बाई बाई